Hello everyone. So अहिले चाहिँ म यता तारेभिरमा आइरहेको छु। यहाँ पछाडि देख्नु भइरहेछ यो ग्राउन्ड हो। यो चाहिँ आजभन्दा 15-20 वर्ष अगाडि चाहिँ हामी सानो हुँदा जब यहाँ यस्तो होटलहरू रेस्टुरेन्टहरू केही थिएन हैन, हो त्यति बेला चाहिँ हामी यता फुटबल खेल्न आउँथ्यौँ है सानो बेला, अनि रमाइलो थियो त्यो बेला। सो अहिले चाहिँ यहाँ एकदम होटलहरू रेस्टुरेन्टहरू रिजोर्टहरू खोलेको रहेछ हो, राम्रो बनाएछ अझै होस्। सो मैले चाहिँ अहिले आफ्टर 45 मिनट्स अफ हाइक हैन, मैले चाहिँ अहिले यहाँ कफी र चाउमिन मगाएको छु। अनि त्यहाँ आउन्जेल चाहिँ म यहाँ कसरी पुगेँ हैन, तल हाम्रो फुलारी गुम्बादेखि यता कसरी पुग्यो भनेर हो त्यो भिडियो हेर्नु होला है त। ओके, हेलो एभ्रिवान। सो त्यहाँ चाहिँ हाम्रो गुम्बा छ, खै देख्छ देख्दैन, त्यो भयो हाम्रो फुलारी गुम्बा है। अनि अहिले म यहाँ तल भन्ज्याङ माथि जङ्गल जाने बाटो चाहिँ यहाँ भयो। मान्छेहरू कसै फर्केर आउँदैछन् है, कसै माथि गइरहेछन् हो। अनि यो स्पट चाहिँ ठाउँ चाहिँ एकदम राम्रो छ घुम्नको लागि, आफ्नो फ्यामिलीसँग हैन, एक्लै आए पनि हुन्छ म जस्तो है। ठाउँ एकदम राम्रो छ है। जाँदा जाँदै बाटोमा एउटा सानो एडभाइस भन्नु न, मनको कुरा के भन्न चाहन्छु भने यहाँ तपाईँले देख्न सक्नु भइरहेछ हैन, यहाँ चाहिँ यस्तो हामीले चाहिँ लुङ्दा भन्छौँ यसलाई, यो धर्म फ्ल्याग हैन, धेरै झुन्डाएको छ यहाँ जङ्गलमा। त्यसको फाइदाहरू धेरै छन् हैन, यसरी झुन्डाउनुको फाइदा धेरै छ है। र कुनै बेला अब पुरानो भइसकेपछि यसरी चुट्टेर अनि जङ्गलमा जथाभावी छर्किने गर्छन् हैन। त्यो बेला तपाईँले बाटोमा यस्तो देखिहाल्यो भने यसलाई किल्चेर जाने हैन, अथवा यसलाई नागेर जाने त्यस्तो चाहिँ नगरिदिनु होला है। किनभने त्यस्तो गर्दामा तपाईँले जानी नजानी तपाईँलाई पाप मात्रै लाग्छ हैन। बरु सक्नुहुन्छ भने यसलाई टिपेर कसै सफा ठाउँमा अथवा रुखतिर बाँधेर राख्ने, त्यसो गर्नु हैन। त्यसो गरेमा तपाईँलाई धर्म हुन्छ। त्यसो गर्न सक्नुहुन्न भने पनि त्यसको छेउबाट जानु होला है, त्यसलाई नागेर किचेर त्यसरी चाहिँ नगइदिनु होला भन्ने अनुरोध गर्दछु है त। ल एकछिन बसौँ है त यता। जुस खानु पर्यो, जुस तिर्खा लायो। यता पछाडि एउटा ठाउँ देख्नु भइरहेछ, बच्चाहरू खेलिरहेछन् त्यहाँ हो। सो जब हामी सानो थिए महिनामा एकचोटि हामीलाई घुमाउन लान्थ्यो कि, अनि हरेक महिना हामीलाई यही जङ्गलमा यही ठाउँमा ल्याएर चाहिँ हामीलाई पिकनिक खेलाउँथ्यो हैन। तर अचम्मको कुरा चाहिँ त्यो बेला हामीलाई सबभन्दा मन पराउने जग्गा भनेको यो थियो कि। त्यो के रहेछ भन्दा चाहिँ अहिले चाहिँ हामी ठुलो हुँदै जाँदाखेरि चाहिँ हामीलाई राम्रो कुराहरूको हैन महसुस नहुँदो रहेछ। हामी सानो हुँदाखेरि चाहिँ एउटा सानो कुराले पनि हामीलाई एकदम धेरै खुसी हुने हैन, धेरै रमाउने त्यस्तो हुन्थ्यो कि। अनि यो ठुलो हुँदै जाँदाखेरि चाहिँ हामीलाई जेमा पनि हामीलाई पर्फेक्ट चाहिने हैन, चाहिने भन्दा धेरै एक्सपेक्ट गर्ने हो।
त्यसले गर्दा चाहिँ हामीलाई जे कुरामा पनि हामीलाई नपुगेको जस्तो हैन अब सानो बेला त्यो सानो मोबाइलमा गेम खेल्नेले अहिले ठुलो अब आइप्याडमा गेम खेल्दा पनि उसलाई एउटा मनमा खुसी नभएको जस्तो हैन त्यस्तो छ कि what I believe is that it is not about the place right it is not about the person हैन it is not about outer thing right र के रहेछ भन्दा चाहिँ आफ्नो मनको कुरा रहेछ के मन भन्दा पनि द वे अफ थिङ्किङ हुन्छ नि हामीले सोच्ने तरिका हैन हामीले जे कुरामा पनि खुसी पाउनको लागि हाम्रो सोच्ने विचार चाहिँ बदल्नु त्योमा ध्यान राख्नु चाहिँ एकदम सबभन्दा आवश्यक रहेछ जस्तो लाग्यो मलाई सबभन्दा खास चीज भनेको यता हावा यहाँको हावा चाहिँ एकदमै मिठो छ है एउटा भित्र मनदेखि एउटा आनन्द लिन सकिन्छ कि नभए हाम्रो काठमाडौँमा फेरि काठमाडौँ तल सहरमा जानुभयो भने सास फेर्न पनि गाह्रै छ है त्यसैले हप्ताको एकचोटि जस्तै आज शनिबारको दिन यहाँ धेरैजना आएको छन् तपाईहरुले पनि त्यसै गरेर आफ्नो फ्यामिलीसँग साथीभाइसँग हैन टाइम निकालेर आउनु होला है हाम्रो जगडोल घुम्नु Hello guys, you might not believe me, है ना? But last time जब म यता आएको थिएँ त्यहाँ एउटा घर पनि थिएन। अब अहिले हेर्नु न रिजोर्टहरु बनाएको रहेछ हो। उता पाखामा नि घरै घर देख्न सक्नुहुन्छ है। Time changes, है? Yeah, but गएर हेरौँ है के चेन्ज भएछ। हेर्न सक्नुहुन्छ हो यो त्यही जग्गा हो जहाँ चाहिँ हामी सानो बेला फुटबल खेल्न आउँथ्यौं है हाम्रो जगडोलदेखि त्यस्तै 40-45 मिनेट्स हैन अनि अहिले चाहिँ यहाँ रिजोर्टहरु बनाएको रहेछ अनि यहाँदेखि माथि जानु भयो भने चाहिँ अनि त्यहाँ माथि गुम्बाहरु छ है अनि गुम्बाहरु छ हो सो या सबै चीज बदलेछ अहिले हैन सायद राम्रैको लागि बदलेको होला है ल भित्र जाउँ है त